हेलो साथीहरु सबैजनालाई नमस्कार। आज चाहिँ म भने भाइ बहिनीहरुसँग स्केटिङ खेल्न जाँदैछु। भाइ बहिनीहरु चाहिँ म भएको ठाउँमा फेरि चट्ट भएर आइसकेछ। फेरि मलाई चाहिँ आज चाहिँ खतरा खेल्ने हो भन्दै सुनाउँदै थियो। आज चाहिँ उनीहरु खेल्नको लागि धेरै नै एक्साइटेड भइरहेको थियो भन्दै हामी पनि पार्कतिर पुगियो। पार्क चाहिँ बाहिरबाट हेर्दाखेरि खासै राम्रो देखेको थिएन। अनि काउन्टरमा पुगेर हामीले पनि टिकट काट्न लाग्यो। बाहिर जस्तो भए पनि भित्र चाहिँ निकै नै बवाल रहेछ भने। ओहो आज चाहिँ खेल्न मजा आउने भो भन्दै टिकट हातमा बोकेर खेल्नको लागि हतार लाग्यो। पार्क चाहिँ आज भिड रहेछ, त्यही पनि अरूहरु खेलेको हेरेर आफ्नो पालो पर्खिँदै बसिरह्यो। पालो आइसकेपछि चाहिँ मैले चाहिँ स्केटबोर्ड हातमा बोकेर फटाफट लाउनतिर लागे। बहिनीहरु चाहिँ लाएर पनि खेल्न सुरु गरिसकेछ। खेल्न सुरु मात्रै के गरेको भाइ र बहिनी त लडेर हैरानै भयो भने। अब म पनि यसो खेल्नु पर्यो भनेर सुरु गरेको लास्टै मजा आउँदो रहेछ भने। खेलिसकेपछि चाहिँ बहिनीलाई कस्तो भयो भनेको लडेर झन्डै मरेन भन्दै थियो। स्केटिङ खेलिसकेपछि चाहिँ अब चाहिँ हामी चाहिँ घर फर्किनु पर्ने हुन्छ। अनि सबैजना रमाइलो गर्दै गफ गर्दै घरतिर लागियो। केही नखाए त के फर्किनु भनेर चटपटे पसलतिर लागेर चटपटे मागेर सबैजना बसेर खाइयो। आजको दिन चाहिँ हाम्रो निकै नै बवाल भयो। अनि सबैजना आफ्नो घरतिर लाग्यो। आजको लागि यति नै, बाइ बाइ।